आमा बाउलाई हेर्ने मान्छे पनि छैन घरमा एक्लो भएको छ मेरी आमा नरोई बस्नु है आउने छु म छिट्टै तिमीलाई भेट्न लायक केही वर्ष कोरी बस्नु धन सम्पत्ति कमाएर दुईजना रमाएर बस्नुपर्छ मेरी आमा बुबा सधैँभरि खुसी बस्नु कहिले नरुनु कहिले आँखामा आँसु नराख्नु तिम्रो छोरो एक दिन पक्का आउनेछ सफलता लिएर आउनेछ समाजको अगाडि राम्रो मुख अनुहार हेरी बस्नु मेरी आमा रुँदै बस्छ मेरो मन दुखिरहेछ यता परदेशीमा म पनि गाडीमा काम गर्दा पनि हरेक कुरो यादमा तडपिरहेको हुन्छु नि त भावना कसले बुझ्ने खोइ खोइ कुनै बुझ्ने मान्छे न भेटिएन मलाई पनि बुझिदेऊ न बुझ्ने मान्छे नै छैन नि त घरको कामहरू भन्दा पनि मेरो दिमाग रोइरहेको हुन्छ तिमीलाई सम्झिँदा जहिले पनि मेरो मन छोइरहेको हुन्छ तिम्रो यादमा हर घडी बिताउँदा मेरो मन पनि रोइरहेको हुन्छ नि त हरेक पल तिमीलाई सम्झी बस्छु हरेक दिन तिम्रो यादमा म तडपिरहन्छु तिमीलाई नै सम्झिराख्छु मेरो मनभरि कति घाउ चोट छ तिमीलाई कति भनौँ नरुनु मेरी आमा बुवा तिमीलाई म छिट्टै आउनेछु भेट्नलाई म केही समय पुरी बस्नु है मेरी आमा बुबा गाउँमा कस्तो छ मलाई पनि थाहा छैन परदेशी यात्रा भनेको धेरै गाह्रो रहेछ मैले बल्ल आएर बुझेँ नि त पहिला तिम्रो भावनासँग म कति खेल्थेँ कति ठग्थेँ कति लुट्थेँ कति कराउँथेँ त्यो सबहरू मेरो आज मनमा बजिरहेको छ मन तडपिरहेको छ तिमीलाई सम्झी मेरो मन आज रोइरहेको छ के गर्नु खोइ जिन्दगी यात्रा यस्तै रहेछ हाम्रो पनि एक दिन भावना हुन्छ पक्का एक दिन सफलताको खुसी आउने छ तिमी छौ मेरो साथमा म छु तिम्रो साथ अरू कसै पनि मलाई चाहिँदैन तिमी बाहेक स्मार्ट किङ म दुःख दिन तिमीलाई म कहिले पनि हर घडी हर समयमा तिमीलाई नै घुरी बस्नेछु तिम्रो यादको प्रतीक्षामा घुरी बस्नेछु म डुबी बस्नेछु तिम्रो यादमा मेरी आमा तिमीले हुर्कायो पढायो लेखायो मलाई हुर्काएर पढायो ठुलो मान्छे बनायो आखिरीमा तिमीलाई मैले घात पनि गर्न पनि सक्दिनँ भ्याइयो के